सुदन बस्नुस्, यो के भयो? 26 दिनमै राजीनामा? म त सोचे तपाईलाई गृहमन्त्री बनाउँदा कम्तीमा 26 महिना टिक्नुहुन्छ। यस्तो छोटो समयमा नै यस्तो निर्णय लिनु कतिको उचित हो? सोच्नुहोस् त एकपटक। अब मलाई नै गृह मन्त्रालय सम्हाल्नु पर्ने? म इन्जिनियर हुँ, सडक बनाउने मान्छे, पुलिस र प्रशासनको फाइल हेर्न थालेको छु, टाउको दुख्यो। मलाई माफ गर्नुस्, म डीजे थिएँ, बिट बजाउने। अहिले त मेरो नाममा शेयरको बिट मात्र बजिरहेको छ। दीपक भट्टा, सुलभ अग्रवाल, जनताले सोध्न थाले यो जेनजी क्रान्तिकारी हो कि शेयर क्रान्तिकारी? मैले नैतिकता देखाउनु पर्छ। पदभन्दा नैतिकता ठुलो हो, सार्वजनिक विश्वासभन्दा ठुलो शक्ति छैन। नैतिकता राम्रो कुरा, तर तपाईलाई मन्त्री बनाउँदा मैले रवि लामिछानेसँग झगडा नै गरेर तपाईलाई राखेको थिएँ, यो युवा हो, क्रान्तिकारी हो भनेर। अहिले तपाईँ नै शेयर बोकेर आइदिनु भयो। तपाईले नै भन्नुभएको थियो भ्रष्टाचारमा जिरो टलरेन्स। म त 0 दिनमै टलरेन्स देखाउन थालेँ, तर मेरो शेयर हेर्दा त जनताले भन्छन् चाहिँ यो त जिरो टलरेन्स होइन, जिरो डिस्क्लोजर हो। मलाई डर लाग्यो, अनि यदि म बसेँ भने तपाईँको सरकार नै शेयर सरकार भनेर चिनिन्छ। त्यसैले म बाहिरिएँ। अब तपाईँ एक्लैले 3वटा टोपी लगाउनुहोस्, अनि प्रधानमन्त्री, रक्षा मन्त्री अनि गृहमन्त्री। फिट हुन्छ कि हुँदैन? फिट त हुन्छ, तर मलाई राति सुत्न गाह्रो भइसक्यो। सपनामा पनि पुलिस रिपोर्ट आउँछ। सुदन, म तपाईलाई राम्रो मान्छे ठान्छु, आन्दोलनमा तपाईले धेरै मेहनत गर्नुभएको छ, तर यो शेयरको कुरा यदि सफा छ भने छानबिनबाट फर्किन सकिन्छ। यदि केही छ भने तपाईलाई म आफैले ड्रप द बिट भनेर बाहिर पठाउनु पर्छ। ड्रप द बिट त म डीजे हुँदा गर्थेँ, अहिले त ड्रप द मिनिस्टर भयो। तर म भन्छु यदि छानबिनले सफा गर्छ भने म फर्किन्छु, अनि तपाईलाई भन्छु अब शेयर होइन सडक मात्र बनाउनुहोस्। अनि युवाहरूलाई भन्नुहोस् है, क्रान्ति गर्नु अगाडि ब्याङ्क एकाउन्ट चेक गर। म त सिकेँ, म त सबै कुरा बुझेरै अगाडि बढेको छु, त्यसैले राम्रोसँग योजना बनाएर मात्र काम थाल्नुहोस् साथीहरू। ठिक छ, तर याद राख्नुहोस् है, यो सरकार जनताको हो, कुनै शेयर होल्डरको होइन। अनि फेसबुकमा पोस्ट गर्दा मोरल रेस्पोन्सिबिलिटी मात्र नलेख्नुहोस्, डीजे इज ब्याक पनि लेख्नुहोस्।